बिहिबार पनि सेयर बजारको गिरावट थामिन सकेन। नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा 17.01 अङ्कले गर्दै 2787 बिन्दुमा झरेको छ। यसैसँगै बजार लगातार चौथो कारोबार दिनदेखि ओह्रालो लागेको छ। अघिल्लो दिनदेखि 2804 बिन्दुमा रहेको बजार घट्दै आएको हो भने कारोबार रकम समेत उल्लेख्य रूपमा घटेको छ। बुधबार 7 अर्ब 81 करोड रुपैयाँको कारोबार भएकोमा आज 5 अर्ब 9 करोड रुपैयाँमा सीमित भएको छ। बजारमा 46 कम्पनीको सेयर मूल्य बढ्दा 216 कम्पनीको घटेको छ भने 7 कम्पनी स्थिर रहेका छन्। उत्पादन तथा प्रशोधन समूह 0.60% र व्यापार समूहमा 0.43%ले बढेका छन्। यता होटल तथा पर्यटन समूह सबैभन्दा धेरै 1.42%ले घटेको छ। यस्तै बैंकिङ 0.77, विकास बैंक 0.08, फाइनान्स 1.06, हाइड्रो पावर 1.05, लगानी 0.53, जीवन बीमा 0.43, माइक्रो फाइनान्स 0.53, निर्जीवन बीमा 1.19 तथा अन्य समूह 0.85%ले घटेका छन्। यस दिन पाल्पा सिमेन्ट इन्डस्ट्रिज र शिखर पावरको शेयर मूल्य 15%ले बढेको छ। कर्पोरेट डेभलपमेन्ट ब्याङ्क 9.24% र नारायणी डेभलपमेन्ट ब्याङ्क 5%ले उकालो लागेको छ। यता सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको मूल्य सबैभन्दा धेरै 11.79%ले घटेको छ। सुपर खुदी हाइड्रो पावर 7.17, गणपति लघुवित्त 6.38 तथा रिजलाइन इनर्जी 5.33%ले घटेका छन्। कारोबारका आधारमा रिलायन्स स्पिनिङ मिल्स, सोलो हाइड्रो पावर, आँखुखोला जलविद्युत कम्पनी, होटल फरेस्ट इन र नेसनल हाइड्रो पावर अगाडि रहे।